के थाहा हुन्छ होला थक्लेनदेखि कहाँ हो यहाँ काम भइरहेको रहेछ यहाँ जाममा परियो चकचकदेखि यता जाममा परियो त्यसैले हामी चाहिँ अहिले कोठेफेरि हिँडेको हिँड्दा पनि कतिखेर हिँड्छ 2 बजी हिँड्छ घरबाट हजुर त्यही त जान लाग्यो नि त्यहाँ छ नि त हजुर त्यहाँ कोठेफेरि जान लाग्यो यहाँ जाममा पऱ्यो एउटा बाइक दुईवटा बाइक यहाँ छ अर्को एमा एफजेड दुलाबाट गर्दैछु छिर्छ नि दिन्छ मान्छे सानो भए हुन्छ है छिर्यो फाइनली चाहिँ हामी यो सेउलीबाङ हो यो फाइनली सेउलीबाङ ए सेउलीबाङ चाहिँ सुरु भयो आज चाहिँ हामी यहीँ बस्ने रात पर्यो साह्रै गाह्रो पारीको गाह्रोमा बस्ने आज रुमहरू सुत्ने रुममा छ यहाँ गुड मर्निङ फ्रम सेउलीबाङ यहाँ हाम्रो सुताइ यस्तोमा थियो आज सुताइ त खासै ठिक त थिएन त्यो भने गुड मर्निङ अब हामी बाहिरको भ्यू देखाउँछु पार्किङ यहाँ छ साँझको हाम्रो बसाइ यहाँ थियो हामी आएको चाहिँ यताबाट चाहिँ यताबाट आएको देखिन राम्रोसँग अब जाने चाहिँ यता हो खै के हो सबै सामानहरू बोकेर जानुपर्छ अरे ओर्ने बिछाउने लास्टै चिसो छ एकदम हिउँ परेको भन्दा पनि गाडी आउँदैछ हिउँ परेको भन्दा नि चिसो छ क्या हिउँ त छैन कि बट चिसो त अब चिया तातो चिया खाइन्छ चिया खाने हो अनि के हुन्छ प्लानिङ थाहा छैन अब चिसो छ ल फाइनल्ली के भयो अरे अब प्लान चेन्ज भयो हामी थोरपान हन्टिङको लागि जाँदैछौँ के छ यताको ल सेउलीबाङको मान्छे ओ टोपी लाएर के हो ल भन के हो अहिले हामी मकै भट्ट खाँदा यसो प्लान चेन्ज भयो यहाँदेखि चाहिँ ढोरपाटन चाहिँ नजिक रहेछ त्यसैले अब यतातिर जान गाह्रो भयो क्या ढोरपाटन उता जान अलिक गाह्रो हुने भयो त्यस कारणले अनि हामी चाहिँ यहाँ फेरि अब यता ढोरपाटनतिर जाने प्लान गऱ्यौँ यहाँबाट ढोरपाटन नजिकै रहेछ सो ढोरपाटन बाइकहरू यहाँ यसो स्ट्यान्ड बाई यहाँ बिल हुँदैछ पेमेन्ट ओके
प्लानिङ चेन्ज भएर कोठीबिर क्यान्सिल, ढोरपाटनको लागि तयारी। खोला क्रसिङ हुँदैछ। लो स्याउलीबाङ के छ बुढाको घरी। हामी चाहिँ वहाँ जानुपर्ने यहाँ कोठीबिरिया माथि, तर बढी चिसोको कारणले हामी जान सकेको छैनौँ। यति चिसो छ कि आम्मामा। सो हामीले बढी चिसोको कारणले आज रातिको जस्तो चिसोको कारणले हामी यहाँ माथि जान नसकेको। हामी जानुपर्ने वहाँ त्यो टुप्पाको मुनिपट्टि हो जानुपर्ने। चिसो छ बढी। हिउँ परेको छैन, बट हिउँ परेको भन्दा पनि बढी चिसो छ क्या। अहिले चाहिँ हामी कहाँ हेऱ्यो? अग्लुङ फेदीमा आएर खाना खाँदैछौँ। मासु, काउलीको तरकारी, भात, खाना यही छ। खाना खाएर हामी के अरे माथि के हो रे हो अर्खा हुँदै हामी बुर्तिबाङ गइन्छ। अब कतिखेर पुगिन्छ थाहा छैन। बुर्तिबाङ आज पुग्ने हो। ढोरपाटन पुगिन्छ कि नै आज। हामी खाना खायौँ अब। ल सुरु गरौँ। ल खाना खाइयो गाइज। मासु फर्स्ट बाइट, माङ्गो अचार, खाना लाग्यो कोदोकोसँग थोरै प्याज खाने हो। प्याज नखाऊ अङ्कल। निन्द्रा लाग्छ प्याज त। पछाडि पनि खस्नलाई खायो हुन्छ। पानीको जग दे। पानीको जग छ है एउटा सानो जग्गा छ। त्यति भए भइहाल्छ। धानेको दाल, लोकल गोबी, लोकल ब्रोइलर। अहिले हामी बुर्तिबाङदेखि माथि आइसकेका छौँ। अहिले रात परिसकेको छ। अझै यहाँबाट चाहिँ ढोरपाटनको लागि चाहिँ अझै 1-1.5 घन्टा जति लाग्छ भन्दैछ। हामी राति भने ट्राभलिङ गर्दैछौँ। स्थिति बाइक पछाडि गर्दैछ। ठाउँ कस्तो छ त अब त दिउँसोमा रातिमा देख्नै पाइँदैन। छेउछेउको बाटो मात्रै हेर्दै हिँड्नु पर्नेछ। उही बाटो गरम। वेट जान्छ एउटा अब चिसो भयो नि त, त्यही भएर तान्न सक्यो। अलि चिसोको कारणले पनि गाडीहरूले बाइकहरूले तान्दो रहेछ क्या। पिकअप लिन राखेको छ कति फ्लाइओभरमा बाइक अड्किजान्छ। यस्तो पिकअप गाडीहरू चल्छ यहाँ मजाले। महिन्द्राको पिकअपहरू
अफरोड किङ गाडीहरू त्यो भने चाहिँ अब होमस्टेमा चाहिँ हामीले माथि होमस्टेको कन्ट्याक्ट गरिसकेको छ माथि होमस्टेमा बस्ने फोन गरेर सबै खानासाना लागि बनाउनु भनेर हामीले सब अलरेडी अर्डर गरिसकेको छ टाइम लाग्छ जानलाई धोरपाटनको गेटमा आयो भने हामीले केही पनि देखिँदैन आउँदैन हजुर फिस 600 लाग्दो रहेछ यहाँको एकजनाको 100 रुपियाँ प्रत्येक व्यक्तिको 100 आइपुगेको छ पारी झिलिमिली देखेको छ तर अँधेरो भएको कारणले केही पनि देखेको छैन यहाँबाट चाहिँ लाइटहरू मात्रै देखेको चाहिँ यहाँ बस्ने रुममा आएँ खतरा छ यार अब होमस्टे हेर न काटे काट्नु एकछिन बाद एकछिन काटे घर गाडी आएर बसेको छ हामी त आइपुग्यौँ खतरा छ सबै ठिक छ ल अब अहिले चाहिँ हामी धोरपाटनमा छौँ साँझको बास बस्ने बेलामा खाना यति मिठो खाना छ खै अचार एउटा दुईवटा तिनवटा चारवटा बिराट यहाँ यो के सिकुटी हो थाहा भएन यहाँ सन्तोष भाइ ल खाऊ न स्टार्ट गर्दै गर ल यता स्टार्ट भयो यता स्टार्ट भयो म पनि स्टार्ट भयो है मिठो खाना छ यहाँ होइन योभन्दा पहिला हामीले बिहानको खाना चाहिँ हामीले कहाँ खाथ्यौँ गुल्मीको के ठाउँ रे के फेद भन्ने ठाउँमा खायौँ अग्रुमफेद हो अग्रुमफेदमा बिहानको खाना थियो र अहिले चाहिँ हाम्रो धोरपाटनको एउटा यो होमस्टे के होटल हो खतरा छ होटल पनि यहाँ खानपिन भइरहेको छ ब्लु सिप ए होइन अहिले हामी ब्लु सिपमा हामीलाई खानपिन भइरहेछ ल चिसो चाहिँ अत्याधिक चिसो छ है 3-4 माइनस होइन 3मा छौँ हामी अहिले हाम्रो 9-10 बजीसम्म 3 डिग्रीमा छौँ अब बिहान 4-5 बजीसम्म सक्ला अब खाना खान्छौँ हस् ल धन्यवाद गुड मर्निङ फ्रम धोरपाटन अहिले चाहिँ बिहानको 7:30 भइसक्यो अहिले तातो पानी पिउँदैछु यस्तै सुत्दैछन् हो अझै भने टोइलेट उठ्ने होइन आज लोसारको दिन पनि छ यी सुतेर यस्तो घुम्न आएको मान्छे सुतेर कहाँ हुन्छ भनेको क्या
बस्ने है खानासाना खाने यता हाम्रो पानी पानी पिउँदैछु तातो पानी चिसो छ साह्रै एकदम चिसो छ हिउँ चाहिँ परेको छैन कस्तो हिउँ पर्नुपर्ने हो हिउँ देख्न पाएन नि क्या माथि माथि जानुपर्छ अरे सो पानी पिउँदैछु आज लोसारको दिन पनि छ अब लोसारमा घर भइएन आजको हाम्रो चाहिँ बिहानको ब्रेकफास्ट कोदोको रोटी आलुको तरकारी भइरहेछ बाइक चाहिँ बल्ल बल्ल स्टार्ट भयो स्टार्टमा राखिरहेको छ झन् स्टार्ट भयो स्टार्ट हुँदो रहेछ यहाँ छ उत्तर गङ्गा नदी कति सङ्लो छ पानी बाइक ल्याउ न पानी कति सङ्लो हो के यस्तो जग्गा छ कति सङ्लो हो कि पानी यार
एउटा ठुलो ढुङ्गामा उभ्यो कि अहिले चाहिँ रिसेन्टली हामी तल्लो जलजलामा आइसकेको छौँ 3290 मिटर सिलगढीदेखि माथि यहाँ जाँदैछौँ हामी के भयो जाने हो जाम अहिले चाहिँ हामी उपल्लो जलजला जाँदैछौँ माथि घुम्न बस्ने हुन्छ होला नि अहिले चाहिँ हामी अप्पर जलजला आइसकेका छौँ हिँड्नु पर्ने रहेछ अब हामी कति घन्टा हिँड्यौँ 35-40 मिनट जति हिँड्यौँ क्या बस्नु ठाउँ छ यस्तो हिमाल मान्छे त उहाँ घर है हो पुरा जलजला आइसकेको छौँ हामी यु क्यान सी भ्यू हिमाल टाढातिर कत्रो बोटेको छ बोटेको देखिन्छ हजुरलाई मेला लागेछ क्या अहिले चाहिँ हामी जलजला होमस्टेमा आएको छौँ माथि यहाँ दाजु एक्लै होमस्टे चलाएर बस्नुभएको रहेछ हामी चाहिँ यहाँ अहिले एक्लै बस्नु भन्नु चाहिँ माथि यस्तो सुनसान ठाउँमा होइन एक्लै त्यहाँको होमस्टे पनि हेरौँ न कुर्सी लैजानु छु है ल अनि कुर्सी पर्दैन कि उयोमा बस्छौँ कि हामी यहाँ दाजुको होमस्टे यस्तो छ दाजु एक्लै बस्नु रहेछ यस्तो ठाउँमा अब हामी चाहिँ यहाँ सुकुटी बनाएर खान लागेको केही खाऊँ भनेर भोलि कि पर्सिसम्म काठमाडौँबाट यहाँ आउनु टोली ए पहिले अर्डर गरेर आउँछन् 12 जना ग्रुप छ यहीँ बस्न यहीँ बस्न जनवरीको कति तारिक भने खानु डेट जनवरी आज सुरु भयो कि भएन आज 30 भोलि पर्सि 4 दिन हजुरको शुभ नाम मेरो नाम फुलबहादुर सिरपाली हजुर फ्यामिली हुनु न एक्लै बस्नुहुन्छ है फ्यामिली छ तल गाउँमा पढ्नुपर्छ बालबच्चाहरू अब यहाँ बुकिङ पनि हुँदो रहेछ बुक गरेर आउँदो रहेछ सबै गर्नलाई अब यहाँ बसेर आकाश खानुपर्छ फोटो सेसन भइरहेको छ ओइ आँखा के भयो तेरो आँखै गरेछ त के भन्नु छ भन्नुहोस् इन्जोय गर्नु भएको छ सुकुटी ल्याउनु भएको छ
टिम्बुर छोप अनि लोकल वाइनहरू ल्याउनु भएको छ उहाँहरूले धन्यवाद छ। अनि म उहाँहरूको फोटो ल्याइराखेको छु। म घरको होटेलको दाइपरि अनि यहाँ जलजला हुनुहुन्छ, उहाँ भाइ हुनुहुन्छ, भिडियो गर्दैछौँ हामी। सुकुटीहरू खाइराख्नु भएको छ। ठिक छ, अब म जलजलाको सिनतिर गइराखेको छु है। ल यो जलजला होमस्टे हिमालहरू धेरै छन्। म एकछिनपछि तपाईँहरूलाई हिमाल ब्रिफिङ गर्न जाँदैछु। पहिला खाना खानुहोस्, खाजा। धेरै हिमालहरू 12वटा हिमाल अवलोकन गर्न सक्नुहुन्छ यहाँबाट। धन्यवाद छ। अहिले चाहिँ हामीले सुकुटी खायौँ गऱ्यौँ। खाइसकेपछि अब यसो सुकुटी ट्राई गर्छ। यसो यहाँ सुकेको च्याउको सुकुटी पनि छ भन्ने कुरा अब चाहेको हाम्रो दाइ हुनुहुन्छ एकजना, यहाँ च्याउको सुकुटी पनि ल्याइदिनु भएको छ। फर्स्ट टाइम टेस्ट गरिदियो। हजुर हुन्छ हस्। च्याउको सुकुटी टेस्ट गरिन्छ। र हामी यस्तो ठाउँमा बसेको छ कि ल यहाँ हेरेर लगाइ सबैले सबले हाई बनाऊ। हेलो ओ यता हाई बना न। र हामी यस्तो ठाउँमा बसेको छ, यस्तो ठाउँमा बसेर खाएको छ। म अब त हजुरलाई देखाउँछु। 180 डिग्रीमा हरेक ठाउँमा हिमाल देखिन्छ। एउटा यहाँ देखियो, यहाँ देखियो। तपाईँ हरेक ठाउँमा 180 डिग्रीमा हिमाल उता छेउमा चाहिँ अलिअलि छेकिएको छ बादलले गर्दा। यस्तो ठाउँमा बसेर हामीले खाँदैछौँ। थाहा हेर्नुहोस् यहाँ नेचुरल र यो म हामी बसेर खाँदैछौँ। दाइ हुनुहुन्छ यहाँ दाइलाई सुविधा। धोरपाटन आइसकेपछि हजुरहरूले अप्पर जलजला, लोवर जलजला होइन, अप्पर जलजलामा तपाईँले हाम्रो 365 दिन सुविधा पाउन सक्नुहुन्छ। यहाँ एउटा क्याफे छ, हरेक कुराहरू सुकुटीदेखि ल्याएर च्याउको मसरुम सुकुटी हरेक कुराहरू यहाँ छ। यहाँ तपाईँले यहीँ अब डाइरेक्ट यहीँ आएर बस्न सक्नुहुन्छ। बाइक पनि आउँछ है, यहाँ चाहिँ बाइक आउँछ। लोवर जलजलाबाट ट्याक्क राइट साइड लागेपछि बाइक आउँछ। बाइक 15 देखि 20 मिनटको छ बाटो, अलिअलि अप्ठ्यारो छ। दाइको होमस्टे छ यहाँ। 365 दिन यहाँ हुन्छ सिजनमा। यहाँको सिजन भनेको चाहिँ चैत वैशाखमा लाली गुराँस हेर्न आउने, अनि असार साउन भदौमा चाहिँ यहाँ फुल हेर्न आउने। त्यसपछि चाहिँ अहिले हाम्रो यो माघ फागुनमा चाहिँ हाम्रो यसरी हिमाल, क्लियर हिमाल देख्न पाइन्छ। यसरी क्लियर हिमाल देख्न पाइन्छ। र अब जस्तै यतातिर चाहिँ हजुरले हरियाली हुन्छ, एकदम हरियाली। हरेक 365 दिन नै तपाईँहरूले यहाँ होमस्टे गर्न सक्नुहुन्छ। दाइसँग दाइकोमा कन्ट्याक्ट नम्बर म त्यहाँ बोर्डमा छ, तपाईँहरूलाई गर्छु। तपाईँ जहिले आएर पनि यहाँ बस्नु सक्नुहुन्छ। तर हामी धोरपाटन आएर बस्यौँ त्यो कुरा छुट्टै छ। रातितिर आइपुगेको थियो र तपाईँ आउन सक्नुहुन्छ भने धोरपाटनबाट यहाँ तपाईँहरू 1.5 देखि 2 घन्टा भित्रमा आइपुग्नुहुन्छ। क्लियर हो। स्लो राइड गरे पनि, हामी स्लो राइड गरेर आएको। 1.5 देखि 2 घन्टाभित्र यहाँ इजिली आइन्छ। मजाको छ। टेन्टको पनि सुविधा छ अरे यहाँ। क्याम्प फायरदेखि ल्याएर टेन्टको लागि ल्याएर खसी कुखुरा कन्ट्याक्ट गर्नु। हजुर आइहाल्नुभयो, इच्छा लाग्यो होइन, यहाँ आएर बस्दा पनि खतरा राम्रो। हामी चाहिँ अब दिउँसो आएर पनि अब सबै चिज खानु पायो। हामी टाइम कति भयो? 2 बजे छ। हामी 1 बजी आइपुगेको थियौँ होइन। हामी 1 बजी आइपुगेका थियौँ। त्यही पनि यहाँ आएर दाइले सबै कुराहरू म्यानेजमेन्ट गरिदिनु मजाको छ। त्यसपछि ओके, अब फेरि लाग्यो। अहिले हामी जलजलाबाट फर्किँदैछौँ। यस्तो छुट्टी खालको भ्यू देख्न सक्नुहुन्छ यहाँ।
यस्तो सुसाइडको छ सबै रुखहरू सबै जलेको यति नजिक छ सबै जलेको सबै जलेको रुख हेर्न सबै यो चाहिँ 68-69 सालमा चाहिँ आगो लागेर यता जताकतै आगो लागेर अब यस्तो 68-69 होइन 57-58 हो त्यतिखेर चाहिँ आगो लागेर चाहिँ यस्तो भएको रहेछ सबै तिखो तिखो मात्रै सबै जताकतै सबै धुपी सल्लाहहरू जलेर यस्तो भएको एउटा छुट्टै खालको नजारा छ यसको रिजन यसको चाहिँ छुट्टै छ कारण चाहिँ यस्तो हुनुको यस्तो छ हामी जलजलाबाट फर्किँदै धोरपाटन जलजलाको जलजलाबाट सबहरू आगो लागेछ सब आगो लागेर चिरेर रेडी भइसकेको छ पारी पारी चाहिँ उसको दाउरा चाहिँ काट्दैछ कटिङ हुँदैछ यहाँ यसै खेर जानुभन्दा बरु काटेर युज गर्यो भने राम्रो हो सबै यस्तो छ ठुलो एरिया नै जस्तो सबै रुखहरू चाहेको छ यस्तै सुपादेव आइपुग्यौँ सुपादेव यहाँ बाहिरबाट हामी दर्शन भइरहेको छ ल रमाइलो भइरहेको छ फोटो खिच्न मिल्छ कि मिल्दैन मिल्छ सुपादेवले दर्शन भइरहेको छ फाइनली क्यामेरा भित्र लग्न नमिल्ने हो कि अरे पाइँदैन अरे अगाडि पनि पाइँदैन अरे फोटो खिच्न पाइँदैन अरे सो अब हामी 3-4 घन्टामा घर पुग्छौँ फाइनली हामी तम्घास हुँदै सन्धि खर्क हुँदै यस्तै हुँदै उताबाट आयौँ हामी भुर्तिबाङबाट सो अब धेरै टाइम लाग्दैन अब त चिनेको बाटो देखेको बाटो छ फर्स्ट टाइम रे सुपादेउराले फोटो खिच्दैछन् ल हो फाइनली चाहिँ हामी आइपुग्यौँ है त्यो हाम्रो हालत यस्तो छ यस्तो छ हालत जो सकुशल राम्रोसँग आइयो त्यहीको कोसिस गर्छ होइन राम्रो आयो नि है
सुखमय धोका बाइक साइकले धोका दिने अब बाइकबाट सताउने भन्ने कुराहरू भयो होइन ओके छ यहाँनिरले सबैजना कस्तो लाग्यो त कस्तो टुर कस्तो भयो ल एकदम रमाइलो भयो 4 दिनको यात्रा सुखमय रह्यो अलिअलि बिचबिचमा दुःख पनि भयो तर तिनी पहाड हिमाल नदी नालाहरूले सबै मन चाहिँ भुलाइदियो ल सबैले कस्तो लाग्यो सन्चो भाइ राम्रो लाग्यो कस्तो लाग्यो राम्रो लाग्यो एकदम ल कस्तो लाग्यो एकदम राम्रो लाग्यो ल कस्तो लाग्यो आज रमाइलो भयो ल ठिक छ लास्ट यो हाम्रो फाइनल इन्डिङ हो क्या अब खाजा खाएर निस्किन्छौँ नेक्स्ट ब्लग हाम्रो नेक्स्ट पोखरा थाहा छैन कहाँ हुन्छ तर राम्रो तरिकाले आयो सहालो छैन राम्रो तरिकाले आयो समस्या भने कहीँ पनि भएन ल यो लास्ट